हेलो गाइज नमस्कार। म फेरि पनि आज साउदीको मेन सिटीको रोड लिएर आउँदैछु हजुरको साथमा, हेरिदिनु होला। अनि यसमै कति धेरै जाम हुँदो रहेछ। साउदीको किङ मोहम्मद बिन राशिद रोड कति जाम हुन्छ भनेर हेरिदिनु होला सबैले। अनि त्यसैमा यो साउदीको किङडम टावर पनि आउँछ, हजुरहरूले हेरिदिनु होला है। अनि यसै गरी म राम्रो धुनहरू एड गर्दैछु, हजुरहरूले सुनिदिनु होला, मन पराइदिनु होला। अनि मेरो यो सानो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। त्यसै गरी यो रोडमा म जुम गर्दै हजुरहरूलाई यो जामको बिचमा ड्युटीदेखि होममा जाँदाखेरि मैले देखाइरहेको छु। यही हो जुम गरिरहेको छु, त्यही देखिरहेछ, हेरिदिनु होला। सबैलाई यही भन्न चाहन्छु, मैले यो न्यू च्यानल ओपन गरिरहेको छु, सबैले हेरिदिनु होला। सबैजनालाई नमस्कार छ, धन्यवाद। अगाडि देखिरहेको किङडम टावर हो, मैले अहिले पछि जुम गरेर देखाउँदैछु, हजुरहरू हेरिदिनु होला। 90 फ्लोरको छ, हेरिदिनु होला सबैजनाले। मलाई खासै बोल्न त आउँदैन यो भ्लगमा, तर पनि मैले प्रयास जारी राखेको छु, हजुरहरूले माया गरिदिनु होला। यो मेरो न्यू भ्लगमा सबैजनाले माया गरिदिनु होला। मलाई त्यति धेरै बोल्न नि आउँदैन कि त्यसै गरी म साउदीमा छु अहिले। मैले यो जुम गरिरहेको किङडम टावर भन्ने यही हो, हेर्नु होला।
फेरि पनि म हजुरहरूलाई यस्तै न्यू ब्लगहरू बनाएर देखाउने छु। अहिले म हाल साउदीमा छु। साउदी आएको 2 मन्थ पुरा भयो। अनि हेरिदिनु होला, मन पराइदिनु होला। मैले भिडियो बनाउन त जान्दैन, तर पनि भिडियो बनाउनलाई प्रयास गरेको छु। हेरिदिनु होला, मन पराइदिनु होला। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला।